चोखोमा आकाशसँगै धरती साँच्ची छ तिम्रो माया नै काफी छ तिम्रो माया नै काफी छ ल यहाँ त कता सानो हुने हो सानो आएको अलि ठुलो देखाइहाल्छ नि यहाँ त कता सानो हुने हो सानो आएको अलि ठुलो देखाइहाल्छ ठुलो आयो यस्तो नजिक नजानु न ल ओहो यो युट्युब आउँछ नि फेरि ए म त हेर्छु झन् हो के हुँदैन नि यो भिडियो चाहिँ युट्युबमा आउँछ है फेरि हेलो दस्ती भ्रुमदिङ डाँडा चाहिँ वहाँ माथि देखिरहेको त्यो डाँडा हो भ्रुमदी डाँडा चाहिँ भ्रुमदे भ्रुमदे हो कि घुम्दे हो भ्रुमदे फाइनली म चाहिँ भ्रुमदी डाँडा आइपुग्यो कैलाश 2 भ्रुमदी डाँडा यहाँबाट चाहिँ एकदम मेरो पछाडि देखिरहनु भएको छ एकदम रमाइलो सिन एकदमै सुन्दर म यहाँको भिडियोहरू सब यहाँ देखाउन चाहन्छु यहाँ माथि छ अझै माथि जाने ठाउँ पनि छ र यता पनि पुरै ल यस्तो एकदम प्लेन छ है यहाँबाट चाहिँ तल पुरा देखिन्छ र यतापट्टि पनि पुरै बवाल बवाल वाउ दामी दामी लाग्यो कस्तो चिसो हावा एकदम रमाइलो एकदम आनन्द लाग्ने ठाउँ ल यता चाहिँ यस्तो छ ल मेरो पछाडि देखिरहनु भएको एकदम उसो चाहिँ सरारा आइरह बवाल यता तल देख्न सक्नुहुन्छ यता चाहिँ पुरै यस्तो छ है यहाँ तल एकदम रमाइलो धन्दै तलतिर पुगेँ म यार हेत्तेरी ल अब यताको सिन देखाउँछु म तपाईँलाई सट्ट लगाएर रमाइलो यहाँ देख्न सक्नुहुन्छ एकदम बवाल वाउ एकदम रमाइलो लाग्यो खुसी लाग्यो यहाँ आएर एकदमै सुकून मिल रहा है मेरे को इधर बहुत अच्छा जगह है घूमने के लिए बहुत सुंदर जगह है इधर आके मैं एकदम मन खुश हो गया गाइस मैं आप लोग को ये प्लेस सब व्यू आपको देखाऊंगा म चाहिँ जाँदैछु त्यो डाँडामा है त्यो डाँडामा जाँदैछु म चाहिँ अब बिस्तारै बोल्दै जान्छु म आउनु सक्नुहुन्छ तपाईँहरू पनि यहाँ चाहिँ राक्सिराङ गाउँपालिका राक्सिराङमा पनि यस्तो घुम्ने ठाउँ एकदम सुन्दर रहेछ औ अलिक चिप्लिने छ मेरो चप्पल चिप्लिने रहेछ क्या धेरै नै के भयो भने मेरो चप्पलको गोटी सकेछ बाबालाई यहाँ छ यहाँ यसरी पानी लाने ठाउँ यहीँबाट आएको हो क्या पानी चाहिँ यहीँबाट आएको हो र पानी ल हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ
यो सब भ्यूहरू कस्तो डेन्जर छ मोटर दिस इज द मोटर इन द पानी घटर घटर अनि आउँछ त्यसबाट वाटर होइन टक्क लगाएर बाबालाई कस्तो लागिरहेको छ यहाँ खुसी लाग्यो नि यहाँ आएर मलाई नि बेसी खुसी लाग्यो कस्तो रे अनि नाक मेरो पनि मेरो मन चाहिँ उसको मन चाहिँ फुरुङ फुरुङ भइरहेछ अरे मेरो मन चाहिँ झुरुम 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 अनि गरम गरम भइरहेको एकदम हल्का के होइन हल्का फिलिङ हावामा उडे जस्तो एकदम फिल भइरहेको यहाँ चाहिँ एकदम डेन्जर छ म र कालसाङ चाहिँ यतातिर आउँदैछ यो अघि पल्लो डाँडामा थियो यहाँबाट पो बबाल आउने रहेछ त यार झन् यार एकदम रमाइलो ए यहाँ हाम्रो यहीँ बासिन्दा बहिनीहरू हेलो हाउ आर यु हजुरहरू यहीँको हो बैकुण्डको हो बैकुण्ड कहाँको हो र कस्तो लागिरहेछ तपाईँहरूले यो ठाउँमा एकदम राम्रो छ कस्तो राम्रो भ्यूहरू देखिन्छ तपाईँहरू त दिनका आउनुहुन्छ होला है आउँदैन नि आउँदैन हामी त मनहरी बस्छौँ मनहरी बस्छ बजारमा यस्तो ठाउँ छोडेर अनि बजारमा जानुभएको तपाईँहरू के गर्नु पढ्नलाई जानुपर्छ यहाँ स्कुल छैन लगायत यहाँ अलि स्कुलको अव्यवस्थित कारणले हाम्रो यहाँ राम्रो राम्रो बहिनीहरू पनि यदि राम्रो ठाउँ छोडेर चाहिँ तल बजारतिर गर्मी भएको ठाउँतिर बस्नु परेको छ दुःख लागेको छ होइन दुःख लागेको छैन यस्तो रमाइलो ठाउँ छोडेर अब यहीँ बसिरहनको लागि यहीँ पढ्नको लागि के गर्नुपर्छ त अब स्कुलको व्यवस्था गर्नुपर्छ अब बिस्तारै होला है के लाग्छ हुन्छ जस्तो लाग्छ कि हुँदैन जस्तो लाग्छ हुन्छ स्कुल व्यवस्था हुँदाखेरि त अन्तै पुगिसकेको छ होला है दुःख छ ल यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ पुरा एकदम रमाइलो ओके गाइज म फेरि यता जाँदैछु यहाँ टक्क लगाएर यहाँ तोक्सर हुनुहुन्छ एउटा तोक्सर माइला छ यहाँ तोक्सर माइला हो तोक्सर माइला नाच्नु न त्यत्तिकै यतिकै त आउँदैन ल सानो आएको ठुलो देखाएको अब ठुलो आयो यस्तो लजिक नगर्नु न ल ओहो यो युट्युब आउँछ नि फेरि ए म त हेर्छु त हो के हुँदैन नि यो भिडियो चाहिँ युट्युबमा आउँछ है फेरि भरे गाली गर्दैन नि गर्दैन फेरि मलाई अनि ढुङ्गाले हान्यो भने हान्दैन तपाईँ घर कहाँ हो मेरो घर मनारी हो कि ए हो मनारी मलाई चाहिँ कस्तो लाग्यो त यो ठाउँ मलाई त के भन्ने होइन तपाईँलाई त छोडेर जान मन छैन होला है म त यो यसो गरौँ न है हाम्रो सल्लाहले के यो ठाउँलाई चाहिँ उखालेर लिएर हुन्छ मनारी है गर्मी नि गर्मी छ तर मान्छे धेरै घुम्न आउँदैन कि यहाँ तल लग्यो भने घुम्न आउँछ नि त यस्तो ठाउँ छ लानु पऱ्यो नि होइन उखालेर कसैलाई थाहा छैन होला कि त्यही भएर तपाईँले भ्लग बनाएर हाल्नु सबैजना आउँछ के भनेर हाल्ने के भनेर सबजना आउनु होला राम्रो राम्रो ठाउँ छ आउनु होला अनि गाडीमा आयो भने त नि मुटु झर्छ होला नि उनीहरू पनि हिजो त्यस्तै भएको झरेको फेरि टिपेर हाल्यो कहाँ झरेको त्यस्तो बाटोमा धन्न अरूले भेट्यो छ तिम्रो मुटु नत्र लुकाउँथ्यो होइन के भन्छ मनहरी कहाँनिर बस्छ तिमीहरू
मलाई चिनेन म सिम्पानीको तिमीहरू कहाँ हिँड्छ मलाई नदेखिँदाले म त भाइरल छ त कुन स्कुल पढ्छ भन्दा हेत्तेरीको मै पढेको स्कुल रहेछ ल त्यहाँको सर मिसहरूले पनि यता बोलाउनु पऱ्यो कि यस्तो राम्रो घुम्न मन भन्नु त भन्नु न सर मिसहरू आउनु होला यहाँ कस्तो राम्रो ठाउँ छ यहाँ शीतल नि छ हावा नि चल्छ त्यहाँ जस्तो गर्मी नि छैन कस्तो राम्रो भ्यूहरू छ कस्तो राम्रो राम्रो आजभोलि त हरियो भइरहेछ अनि सँगसँगै लिएर आउनु पर्दैन त अनि सर मिसहरूलाई पनि सर मिसहरू बिजी हुनुहुन्छ कि आजभोलि कहाँ डेटिङ गएको होइन डेटिङ होइन नि भर्ना खुलिरहेको ए भर्ना खोलेको छ है साँच्चै कति क्लासमा तिमीहरू 11 अबे 11 मा पुगिसक्यो कति वर्ष भयो 15-16 हो र हाम्फालेर गएको हो माथि हजुर हाम्फालेर माथि गएको हो हाम फालेर होइन नि क्लास बढाएको हाम फालेर तल चाहिँ जान्छ ल ठिक छ मनहरी सिम्पानी बस्छ भने यो बैकुण्ठ डाँडामा बस्यो क्या हजुर ठ्याक्कै हो ठ्याक्कै हो गुम्बा थाहा छ थाहा छ नि अनि त्यहाँ पिसपारा पनि थाहा होला होइन अनि बोर्डिङ पनि थाहा छ थाहा छ मेरो घर चाहिँ ठ्याक्कै त्यसको उतापट्टि हो कि बोर्डिङ उतापट्टि बोर्डिङ उतापट्टि लामा डाँडामा लामा डाँडामा ए को चिन्छ लामा डाँडाको सोनी तारादेवी चिन्छ तारादेवी रुम्बा चिन्दैन म नि धेरै वर्ष अस्ट्रेलिया बस्यो त्यही भएर उहाँले चिन्दैन त्यहाँ सब्सक्राइब गर्ने नत्र हेर्न मिल्दैन यहाँको मैले चाहिँ मनहरी बजारदेखिबाट टक्क भिडियो बनाएर ल्याएर चाहिँ यहाँ डन्नै छ फोटो भिडियोहरू त्यो सब युट्युबमा हाल्छु हो ल धन्यवाद 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 त्यसको बदनामा तिम्रो भिडियो हालिदिन्छु टिकटक पनि हाल्छु तिम्रो मार्छ फेरि मलाई ल बाई ल गाइज हामी चाहिँ जानुपर्ने हुन्छ आज मनहरी पुग्नु पर्ने हुन्छ सो हामी चाहिँ लागेको ल गयो है बाई 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 ल तिमीहरू इन्जोय गरेर आउनु है ल